सबैजनाले हातमाथि टिकटक होटेलमा हामी अहिले रहेका छौँ। सबैजना उत्साहका साथ यहाँनिर बिहानको यात्रा हामी सुरु गरिरहेका छौँ। अस्ट्रेलियन बेस क्याम्पको यात्राको लागि हामी जाँदैछौँ। गरिरहेको छ भोटेले हाम्रो यहाँ गाइड गरिरहेछ। उसले अस्ट्रेलियन बेस क्याम्प चाहिँ सम्म उसले हामीलाई लगिदिनेछ। यात्रा अलिक कठिन छ, पैदल यात्रा गर्न परे तापनि अलिकता हिँड्नलाई गाह्रो भए तापनि तर मजा चाहिँ छुट्टै छ। गाइडले पोललाई सफा गरिदिन्छ। होटेल आऊ भोटे आऊ ल हिँड तर यिनीहरू लास्टै सुचक हुन्छ नि एकदम डेन्जर हुन्छ। बाघलाई नै हत्याउँछ। ल यो एकदमै हो नि रमाइलो दृश्य यहाँनिर देख्न पाउँछौँ। यो हामी सबैभन्दा हामी अगाडि छौँ। 4 जनाको टिम, मिस्टर अघिल भाइ, लिल दाई, दीपक सर, हामी अगाडि छौँ र पछि हाम्रो साथीहरू निरन्तर आइरहनु भएको छ। यात्रा जारी छ। रमाइलो उत्साह उति नै छ। यहाँ दीपक बराल सरले आफ्नो कला देखाइरहनु भएको छ, यो उकालो बाटो कसरी हिँड्ने भनेर। त्यसले गर्दाखेरि हामी सुन्दर ठाउँ र भन्ने ठाउँमा दामी 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 पर्खेर त हामीले भेट्दैन नि। हामी 4 जना अगाडि थियौँ तर अहिले फेरि हाम्रो एकदम दाइ र प्रीति मिसले चाहिँ अगाडि उहाँहरू अगाडि बढिरहनु भएको छ। सायद उहाँहरू आधी घन्टामै पुग्नुहुन्छ होला जस्तो मलाई लागिरहेछ। गाडी जाँदो रहेछ त हौ। ओहो भोटे बस ल एकदमै रमाइलो सुन्दर दृश्य। दाइ त्यो भोटेलाई सँगै लैजानु है। झगडा गर्छ कि हो तिनीहरूले? के जित्नु? वाउ दामी 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 टिकटक जोन देख्न सक्छौँ। तलबाट साथीहरू आइरहनु भएको छ। हामी निरन्तर अगाडिको यात्रामा बढिराखेका छौँ। यहाँनिर रमाइलो दृश्य तपाईँहरू घुम्नको लागि राम्रो ठाउँ यहाँनिर रहेको छ। तपाईँहरूले आउन सक्नुहुन्छ। घन्टीमय अवस्था छ। चुनावी माहौल सदगर्मी बढिरहेको छ। त्यो सर के भन्न चाहनुहुन्छ यो अहिलेको तत्कालीन माहौल देशको? देश त अब घन्टीमय भइ गइहाल्यो। त्यसो पुरानो पार्टीहरू फेरि
तपाईँ पार्टीले अब 10 वर्ष स्ट्रगल गऱ्यो भने आउनुसारी समान देख्नु सम्भावना अहिले किस जनता यसरी राष्ट्रिय स्वतन्त्र पार्टीतिर नै विश्वास गरेर आफ्नो मत दिनु विश्वासले गर्दा त्यो कारणले गर्दाखेरि यो भइराखेको छ पक्कै पनि पक्कै पनि जनतालाई जुन किसिमको अविश्वास अब विकास हुँदैन भन्ने कुराहरू भएको कारणले गर्दाखेरि अब नयाँ नेतृत्वलाई देश अगाडि बढाउन चाहनको लागि जनताले नयाँ म्यान्डेट दिएको छ। देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको छ। ए तान हो हो भइराखेको अवस्था छ। त्यस कारणले गर्दाखेरि हामी मुलुकलाई भ्रष्टाचारमा डुब्यो 37 वर्ष यी राजनीतिक दलहरूले देशलाई देशलाई हाइमाली गरेर भ्रष्टाचारमा जल्लुममा डुबाए यसै कारण अहिले घन्टी कुराको बलेको छ। अब घन्टीमै भएको छ देश र यो अवस्थामा बालेनले हामीलाई आश छ बालेनले देशलाई अवधान गराउँछ। के छ स्वतन्त्र सुशीला कार्कीलाई पनि भुल्न सक्दैन किनकि नेपालको सबभन्दा सफल महिला कठिन परिस्थितिमा यो कठिन घडीमा पनि देशलाई एउटा अवतरण गराउन सफल हुनुभयो। उहाँलाई नमन छ एकदम। के छ सर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा नेपाली भइरहेको कायम गरिरहँदाखेरि अबको निकासा के राष्ट्रिय स्वतन्त्र पार्टीबाट आउँछ अवश्य आउँछ। अब के छ भने अब बालेनजी प्रधानमन्त्री हुनुहुन्छ। अब बालेनसँग जनताको आश छ। बालेनले अब गर्ने भनेको यो ट्रेड युनियनहरू भ्रष्टाचारको जालोहरू सम्पूर्ण तसनसमा चाहिँ फालिदिनेवाला छ। अब त्यसपछि देशले केही गति लिन्छ। बालेनमा नै यो देश विकासको निकासा छ भनेर जनताले विश्वास गर्दाखेरि बालेनभित्र के पाएर हो जनताले यो विश्वास गरेको के लाग्छ तपाईँलाई? सफा स्वस्थ भ्रष्टाचार विरोधी यी भ्रष्टाचारी दलहरू प्रति यति आक्रामक भएर चाहिँ लागेको जनताले देखिरहेको छ। त्यस कारणले विश्वास छ जनताले। अहिले नेपालमा जुन किसिमको भ्रष्टाचार भयो त्यो रोक्नको लागि अब आउने नयाँ सरकारले कतिको सफल होला तपाईँलाई के लाग्छ? अवश्य सफल हुन्छ। पहिलो कुरो त भ्रष्टाचारको झालोलाई नै फ्याँक्ने हो। त्यो नभई हाम्रो देश कसैले बनाउन सक्दैन। दोस्रो कुरो अब यो विश्व भू राजनीतिक कठिन घडीमा विश्व नै छ धेरै वारहरू भइरहेको छ। हाम्रो देश पनि एउटा जटिल परिस्थितिमा बसेको छ। एकातिर चाइना छ, एकातिर इन्डिया छ, अमेरिकाले हस्तक्षेप गरिरहेको छ। यो अवस्थामा काम गर्न गाह्रो छ। तर भ्रष्टाचारलाई निवारण गरेर गयो भने काम गर्न अवश्य सफल हुनेछ। नेपालमा देश विकासको लागि वैदेशिक हस्तक्षेप निकै पहिलेदेखि नै भइआएको भन्ने हामी सुन्छौँ। यसमा तपाईँको राय के छ? वैदेशिक हस्तक्षेपले नेपालको विकास भएको हो? यो अघिल्ला दलहरू राष्ट्रिय दलहरू भन्नेहरूले विदेशीहरूको नुनपानी खाएर उनीहरूको लागि दलाली गर्ने काम गरे। त्यहाँबाट भ्रष्टाचार मौला। त्यस कारणले पनि अब त्यो अन्त्य हुनेछ पक्कै पनि। र जुन किसिमको जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर जुन बहुमत यहाँनिर दिएको छ र अहिले पुराना भनिएका जति पनि पार्टीहरू छन् उनीहरूको भूमिका अब संसदमा कतिको रहला तपाईँ के पाउनुहुन्छ? भूमिका त अब निर्देशित छ। एउटा कुनामा बस्ने अर्को भनेपछि कुनामा बस्ने र सुन्ने मात्र अरू केही विकल्प छैन। भनेपछि लोकतान्त्रिक अभ्यासमा जनताको मत नै सर्वेसर्वा भन्ने तपाईँलाई लाग्यो? त्यही नै हो। के अब नेपाली जनताहरूले चाहिँ अब नयाँ सोच नयाँ विचार परिवर्तन चाहेकै हो त? चाहेको हो। यो नेपाल जस्तो एउटा गरिब राष्ट्रलाई पूर्ण लोकतान्त्रिकीकरण गर्न सकिँदैन। यसलाई केही खालको अलिकति दमन गर्नुपर्ने परिस्थिति नै आउँछ। त्यो आँट
बालेनमा छ अँ त्यहाँबाट यहाँ अब एउटा अलिकति आश पलाएको छ। अहिले विगतका दिनहरूमा जुन किसिमको चुनौती सरकारले मोलेको छ र अहिले बालेन सरकार प्रधानमन्त्री हुँदै भन्ने जुन किसिमको एउटा मान्छेमा जनलहर छ र इच्छा पनि छ बालेनलाई प्रधानमन्त्रीको रूपमा हेर्नको लागि र महानगरपालिकामा जुन किसिम काठमाडौँमा विकास गरेको छ बालेन शाहले यो नेपालभरि त्यो विकास गर्नको लागि के छ, कतिको सम्भव छ? नेपालभरि सम्भव छ किनकि एउटा अनुभवी एउटा प्राविधिक रूपले पनि एउटा इन्जिनियरिङ विषयमा दुईवटा विषयमा त्यहाँ अब्बल हुनु इन्जिनियरिङ उहाँको चल्छ र राजसभामा हरेक क्षेत्रका विज्ञ व्यक्तिहरू पिएचडी गरेका मास्टर्स गरेका र धेरै क्षेत्रमा अनुभव लिएर आएका अनुभवी नेताहरूको यहाँ कमी छैन। त्यसकारण सबै त्यो टिम मिलेर एउटा प्राविधिक अनुभवी टिमहरू मिलेर देशलाई अवश्य अगाडि बढाउनेछ भन्ने एउटा ठुलो आशा छ। पक्कै पनि र जुन किसिमबाट नेपाली जनताले अहिले नयाँ म्यान्डेट 2082को संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको छ त्यो पक्कै पनि नेपालमा भर्खर सरले भन्नुभयो जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन किसिमका उम्मेदवारहरू विजय भइरहनु भएको छ उहाँहरू केही न केही क्षेत्रमा अब्बल भएको हामी पाउँदछौँ र थ्याङ्क यू भेरी मच सर यो टाइम तपाईँको छोटो समयको लागि। हामी निरन्तर अगाडि बढिरहेका छौँ। आज यो बिहानीको समय धम्पुसबाट हामी ब्रिटिस क्याम्पको यात्रा निरन्तर अगाडि छौँ। छोटो समय हामी त्यसको अहिले वर्तमान परिप्रेक्ष्यलाई लिएर छोटो अन्तर्क्रिया बहस गर्ने कोसिस हामीले गऱ्यौँ। के कस्तो लाग्छ सुनेर हेरेर साथ दिनु होला। थ्याङ्क यू भेरी मच। हिँड्न गाह्रो भइरहेछ। ओके।